आज हामी छौँ सल्लेरीको हाट बजारमा। हजुर शनिबार लाग्ने यो मेला हाट बजार। यहाँ विभिन्न उत्पादनहरू आफ्नो घरेलु उत्पादनदेखि लिएर बाहिरी उत्पादन भएका सामानहरू चाहिँ यहाँ लिएर आएर यसरी बेचिन्छ। तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ। त्यो हो सोलुखुम्बु सल्लेरीको हाट बजार। के छ दाजु, कसरी छ यो? यो 500 रुपैयाँ किलो 200 ग्रामको साइज लोकल हो, यहीँ उत्पादन भयो। 70 रुपैयाँ ग्राम। ओके। काखमा रहेको यो बैनीलाई सदा बजारमा रहेको यो हाट बजार एकदमै रमणीय छ। एकदमै यहाँ भिडभाड पनि देख्न सक्नुहुन्छ। यहाँ आज यहाँ के प्रडक्टहरू उत्पादन भएका छन् यता नै हाल्नु पर्यो नि। भन्ने कुराहरू चाहिँ आज हामी तपाईँहरूलाई सबैलाई देखाउँछौँ। यो भिडियो सबैजनाले हेर्नु होला। यहाँको स्थानीय बासिन्दाको लागि गरेको, लोकल गभर्मेन्टले, स्थानीय सरकारले गरेको यो भूमिका एकदमै अविस्मरणीय छ। यस्तो सबै ठाउँमा हुनुपर्छ, किनकि यहाँका लोकल प्रडक्टहरू के कस्ता छन्, लोकल उत्पादन भएका चिजहरूलाई चाहिँ बजारमा व्यवस्थापन गर्नको लागि र सहजै उपभोक्ताका सामु ल्याउनको लागि चाहिँ यो हाट बजारले प्रमुख भूमिका खेलेको हामी देख्न सकिन्छ। यहाँ के कस्ता छन्, के कस्तो भइरहेको छ, कस्ता सामग्रीहरू बेच्न राखिएका छन् भन्ने कुरामा चाहिँ आज हामीले तपाईँलाई देखाउँछौँ। यो चाहिँ यहाँको लोकल प्रडक्ट सुन्तला। यो चाहिँ हाम्रो यहाँ कागतीहरूदेखि लिएर किवीदेखि लिएर सम्पूर्ण लोकल उत्पादन, सम्पूर्ण स्थानीयले उत्पादन गरेका टिमुरदेखि लिएर सबै चिजहरू हामी यहाँ देख्न सकिन्छ। यसमा चाहिँ के कस्ता छन् भनेर आज हामी तपाईँहरूलाई विस्तृत रूपमा देखाउनेछौँ। भिडियो अन्तिमसम्म हेर्नु होला है त। सिजन हो नि त अझै 50 भन्नु न। यो सामान ल ल ठिक छ, यसो गर बस। कोटमा ठेकेर खान्छ। नमस्कार हजुर। नमस्कार। कहाँबाट आउनुभयो हजुर? नेचाबाट। हजुरको नाम? के छ यहाँ, के बेच्दै हुनुहुन्छ स्टलमा? खुद्रा सामानहरू हो सबै यहीँ उत्पादन लोकल। कसरी बेच्नु भएको यो कसरी बेच्नु भएको यो अगबरे? 80 रुपैयाँ 100 रुपैयाँ यस्तै छ। बेसार लोकल बेसार। 20 रुपैयाँ। ओके। केरा पनि यहीँको उत्पादन होइन त? हस्, धन्यवाद। यसैमा आज हामीसँग यहाँ आफ्नै लोकल उत्पादनदेखि लिएर बाहिरबाट ल्याउनु भएका सुन्तला, किवीदेखि लिएर सम्पूर्ण उत्पादनहरू चाहिँ यहाँका के कस्ता छन् आज हामी उहाँसँग छलफल गर्छौँ। नमस्कार हजुर। नमस्कार हजुर। हजुरको शुभ नाम के होला? मेरो तारादेवी कार्की हो। यता हेर्नुहोस् न हजुर। मेरो घर चाहिँ बासा हो। के छ अनि यहाँको कस्तो छ व्यापार तपाईँको? के ल्याउनु भएको छ? अर्ग्यानिक छ यहाँको, एकदम आफ्नै उत्पादन हो। आफ्नै उत्पादन चाहिँ के ल्याउनु भयो यहाँ देखाउनुहोस् न मलाई। भ्यान्टाहरू छ, सुन्तला छ, इस्कुस छ, लोकल केरा छ। ओके, ल ठिक छ, सबै राम्रै छ। जोस् ठिकै छ, राम्रो। व्यापार कस्तो भइरहेछ? बुटेको हजुर। काँचो त छैन। त्यो 350 रुपियाँ केजी। हजुर, नयाँ हो नि त अहिलेको यो चाहिँ।
यहाँ चाहिँ हाम्रो नयाँ थियो अनि लोकल उपभोक्तासँग चाहिँ यहाँ छलफल गर्दै हुनुहुन्छ हजुर हजुर त्यो भनेको तपाईँको हो नि त तपाईँको हो नि त त्यो तपाईँको त हामी दिइहाल्छ नि यो हलिसी हो नि त